हेलो हजुरहरु सबैलाई वेलकम ब्याक टु माई डेभिड सुनाम ब्लग अगेन है। मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। अनि अहिले चाहिँ तपाईहरुको म फाइनली वायोमिङमा छु। I-90 को बाटोमा, इन्टरस्टेट I-90 को बाटोमा म चाहिँ बिल्कुलै आज तपाईहरुसँग नयाँ फरक अन्दाजमा आएको छु। कारण चाहिँ मसँग यो हप्ता चाहिँ नयाँ ड्राइभर हुनुहुन्छ, एकजना साथी हुनुहुन्छ। अनि नयाँ ड्राइभर लिएर हिँड्दाको पीडाहरू र खुसीको क्षणहरू पनि तपाईहरुलाई सुनाउने छु र त्यसमा हुने कम्प्लिकेसन्सहरुको बारेमा पनि तपाईहरुलाई सुनाउने छु। सो बताउने छु हैन। सो नयाँ ड्राइभरले के गर्नुपर्छ, पुरानोले के गर्नुपर्छ भन्ने कुराहरू पनि। सो आजको ब्लग इन्टरटेनिङ हुनेछ तपाईहरुलाई अनि जानकारीमूलक पनि हुनेछ। त यो ट्रक मेरो पछाडी देख्दै गरेको चाहिँ मैले कुदाउने ट्रक हो है। यसपालि चाहिँ मेरो ह्यामर कसले चोर्दै है गाडीबाट। सो म चाहिँ यो फलमको टुक्राले चेक गर्दैछु। मेरो ब्रेक टाइम छ यतिखेर। सो एयर लाइनहरू चेक गर्ने एकपल्ट है, कोही बेला लिकहरू हुन्छ पाइपहरू चेक गर्ने, फ्युल क्यापहरू। सो अब टायरहरू ठटाउँ। यस्तो आवाज टुङ टुङ आयो भने चाहिँ इयर छ। नट बोल्टहरू हेर्ने, फास्टनर्सहरू, इयर ब्याग लाइटहरू हैन हजुरहरू। सो हेजमेट लोड छ, त्यो कारणले यस्तो प्ल्याक कार्ड चाहिँ हामीले एकदम राम्रो चेक गर्नुपर्ने हुन्छ। यो पनि ठिक छ, नट बोल्टहरू पनि ठिक छ। अनि यसको चाहिँ ब्रेकिङ सिस्टम टोटल्ली डिफ्रेन्ट छ। यसको चाहिँ पछाडि डिस्क ब्रेक छ है। सो हामीले चेक गर्नुपर्ने यसको होजेसहरू, इयर लाइनहरू चेक गर्नुपर्छ प्रिय। यहाँ अरूको चाहिँ तपाईँको इयर ब्याग हुन्थ्यो, यसको चाहिँ स्प्रिङ छ। हो स्प्रिङ छ, यस्तो खालको ब्रेक यो लागेको, यो डिस्क ब्रेक पछाडि छ भने चाहिँ यस्तो खालको हुन्छ नि त। सो त्यो कारण स्प्रिङ ब्रेक छ यसमा चाहिँ, अनि चेक गर्ने। अनि हामीले चेक गर्नुपर्ने चाहिँ अरू यहाँको लाइटहरू पनि हो प्रिय है हजुरहरू। लाइटहरू ठिक छ, डोरहरू ठिक छ, सिल छ, प्ल्याक कार्ड पनि छ। अब यताको चेक गर्ने हैन। यो प्ल्याक कार्ड चाहिँ चारैपट्टि हुन्छ हजुरहरू, ठिक छ है। फास्टनरहरू पनि ठिक छ, हब पनि ठिक छ, लिक छैन। सो प्ल्याक कार्ड, हेजमेट बोक्दा अनि चेक गर्दा, सर्कल चेक गर्दाखेरि तपाईँले फास्टनर, इयर ब्यागहरू सबै चेक गर्नुपर्ने हुन्छ हजुरहरू। किनभने सानो अल्छीले गर्दाखेरि ठुलो फाइन पर्न जान्छ। त्यो कारण चाहिँ एकदमै मस्ट भन्ने शब्द यहाँ चाहिँ लागेको हुन्छ। एकदमै चेक गर्नुपर्ने हुन्छ है हजुर। नत्र भने डिओटीले चेक गर्दा उनीहरूले केही मिस्टेक भेट्यो फाइन गर्छ, ड्राइभरलाई टिकट दिन्छ। सो त्यो कारणले हामी एकदमै चलाक हुनुपर्छ यो चेक गर्ने सिस्टममा चाहिँ। यो एकदम मरुभूमि छ अहिले। अब सेप्टेम्बर अन्तिम आज हो, अन्तिम हो। अनि अब यहाँनिर चाहिँ तपाईँको मरुभूमि जस्तै छ, गरमै छ है। सो अब अक्टोबर 1 हुन लागेको छ, अझै चाहिँ हिउँ परेको छैन। अब चिसो चाहिँ एकदम चिसो हुन थालेको छ है। अब हामी यात्रा गर्छौँ। सो मेरो ब्रेक पनि पुरा भयो 30 मिनटको। सो अब म यहाँबाट बाटो लागेँ। मेरो नयाँ साथी चाहिँ उड्दै सुत्दै गरिरहेछ। फर्स्ट टाइम भएर होला है उसलाई। सो फर्स्ट ट्रिप भएर होला। हिजो राति त मेरो बिजोकै बनाएको छ। म चाहिँ नयाँ ड्राइभरहरूलाई विशेष गरेर राति चलाउन दिन्छु। कारण चाहिँ के भन्दा डिओटी स्केलहरू चाहिँ के हुन्छ भन्दा खुल्ला बन्द हुन्छ नि त राति। अनि उनीहरूलाई कसरी पस्ने, कसरी निस्किने भने फर्स्टैपालि थाहा हुँदैन। सो त्यो कारणले म चाहिँ उनीहरूलाई राति सिकाउँदै यस्तोमा यसरी पस्नुपर्छ, यसरी निस्किनुपर्छ भनेर म आफ्नो बेलामा म उठेर उनीहरूलाई साथ दिन्छु। दिउँसो पनि देखाउँछु। अनि दिउँसो खुल्ला भएको बेलामा चाहिँ म आफै केयर गर्छु फर्स्ट विक चाहिँ। अनि उनीहरूलाई बताउँछु, सिकाउँछु। सो नेक्स्ट विक चाहिँ फेरि डेमा दिन्छु। सो त्यो कारणले मैले अहिलेसम्म सिकाएको साथीहरूलाई चाहिँ म त्यसरी सिकाउँछु। कम्पनीले 15 डेजको ट्रेनिङ दिन्छ हाम्रोमा चाहिँ हैन। अब मैले सरी म खोप्दैछु हाल्छु। फर्स्ट विक नाइट, सेकेन्ड विक डे, ताकि उनीहरूले फर्स्ट टाइममा डेमा कुदायो भने चाहिँ
अब स्केल हुँदै जानेन, लगबुक चलाउनु जानेन, यस्तो हुन्छ। यो लगबुक इलेक्ट्रोनिक है। यो सबै तपाईँले कति बजीदेखि कति बजी ब्रेक लिनुभयो, कति बजी रिट्रिभ गर्नुभयो, कहाँ रोक्नुभयो, कहाँ कुदाउनु भयो, त्यो सबै डिओटीले चाहिँ त्यो छानबिन गर्छ, चेक गर्छ। सो यो पनि चलाउनु जानेन भने त अब भाइलेसन भयो भने त डिओटीले सिधै टिकट दिन्छ। सो त्यो कारणले उहाँहरूलाई त्यस्तो नहोस् भनेर चाहिँ म उहाँहरूलाई फर्स्ट टाइम चाहिँ नाइटमा दिन्छु। Please reduce speed. अहिले चाहिँ अब नयाँ साथीलाई सिकाउँदैछु यहाँनिर। सो त्यो कारणले गर्दाखेरि चाहिँ म उसँग बोलेको सुन्नुहोस् है। There is a port of entry, my friend. Now, right? We need to follow the signs board. It's written port of entry and the arrow, right? So close little bit, close. They don't have to just you see from here. Okay, height. And see, now I'm turning. Right? You see, I'm turning now. So what is the speed limit? 10. 10, yeah. So I have to go slow. Keep 100-foot distance with another truck. Distance, right? So I have to go slow. Now there is a two light sign board. Yeah. You understand? Yeah. They have a scale here. Okay. So I don't know where to go. Now when I be close to that, they will show where to go. See, they give us a bypass. Red one, that truck is at the scale. But we need to follow the speed here. Right? So we need to go slowly. Because if we go fast, they will stop us. See, truck do not require permit. See, you see their light? So we don't have to stay here. We can go. They allow us to go. We need to see the light. If there is the light arrow on the go in the parking and bring the paperwork, we have to go there, park there, and then bring the paperwork inside the office. And they will check the paper and they will tell us to go. See, these trucks, Okay. they go inside like the driver. So if they want to check Yeah. your truck inspection, level 1, level 2, 3, 4, 5, they will tell us to go that building, or they come here and they check our truck. If they find anything mistake or like broken or truck is not good for the road, yeah, they will put out of service, they will give a ticket to company and you, driver. So we need to check truck very, very good. Pre-trip and follow all the signs. अब चाहिँ मैले साथीलाई बताइसकेँ हैन हजुरहरू। अब चाहिँ म फेरि बाटोमा निस्केँ। अब नयाँ साथी छ, नयाँ साथीलाई कसरी चाहिँ नि यसरी पोर्ट अफ इन्ट्री स्केलहरू भएकोमा कसरी पस्ने भन्ने कुराहरू मैले उहाँलाई एक्सप्लेन गर्दै थिएँ। अब उसको र मेरो इङ्ग्लिस झन्डै झन्डै एउटै छ है। सो यस्तै हो चल्ने चाहिँ ज्यादा जस्तो। सो हामी चाहिँ अहिले सेरिडियनको पोर्ट अफ इन्ट्रीमा थियौँ। अब बिलिङतिर हामी प्रवेश गऱ्यौँ। हेर्नुहोस् है, मरुभूमि जस्तो देखेको छ अहिले। चिसो छ बाहिर, घाम चाहिँ लागिरहेछ तर अब चिसो हुन थाल्यो नि त, त्यही हो। मेरो नयाँ साथी
Mahinder, say hi. Say hi. Say hi. Yeah. Where are you from? Oh, Which country? I'm Canadian, man. Yeah, okay. What are you doing now? Pretty? Yeah. Okay. Take picture now. Picture. म चाहिँ उसलाई सिकाउँदैछु प्रिटिपहरू हाल्नु लगबुक कसरी चलाउँछ भनेर है उसले सिक्दैछ अब उसले चाहिँ पिक्चर खिच्दैछ यतिखेर ट्रकको चारैपट्टि खिच्नुपर्छ नि त सो त्यही कारणले सो भाषा नमिल्दा पनि धेरै गाह्रो हुँदो रहेछ हो अब इङ्ग्लिस पनि त्यति बुझ्दैन साथीले अनि अब क्लियरली बिस्तारी भन्दा पनि बुझ्दैन हो घरिघरि अनि एकदम गाह्रो हुँदो रहेछ त्यो कारणले गर्दाखेरि चाहिँ अब गर्नु त गर्दैछ फेरि एकदम डर आउँछ कुदाउनुको लागि या यु डिड या नाउ टेक पिक्चर अब ट्रेलरको डिबिआर गर्दैछ प्रिटिप गरिसक्नु आँट्यो उसले गाडी चेक गर्दैछ अब सो अहिले चाहिँ एकदम रमाइलो दिन भएको छ रुखहरूले पनि पाउला फेर्नु थालेछ पाउला फेर्नु अरे कलर चेन्ज गर्नु थालेछ लिभहरूले अहिले म तपाईँहरूलाई अलिकति त्यो रमाइलो दृश्यहरू देखाउने कोसिस गर्नेछु है हजुरहरू सो चेक गर्दैछ अहिले अनि अब हामी बाटो लाग्छौँ यहाँ चाहिँ वरिपरि डाँडा काँडा छ I-90 हो यो नयाँ ड्राइभरले सुरु गर्यो अब ऊ चाहिँ ट्रेनिङमा छ अहिले होइन साथी चाहिँ सो अफ्रिकन हो अफ्रिकाको सानो देशबाट निकै डराउँदो रहेछ या स्ट्रेट बट स्टप साइन इज देयर राइट I know. या यु नो Yeah, so I said. या यु सी या Oh my God. Where is my boss or company? लेट्स गो उसले कुदाउनु थाल्यो सो Mahinder, after you drive 5-6 hours, you need to stop in a rest area Okay. and take 30-minute break off duty. Okay. Okay? I try. It's not try, it's compulsory. Okay, I do. Yeah, If not get, when I get the space, yeah, I stop. If get the stop tracking, I do. Not get like the same area. yeah. Okay. Like same thing I do Yeah. now. Okay. Yeah, Big area, I get out from the line. yeah, I do 50 minutes, 30 minutes, half hour. yeah, Yes, thank you. yeah. Because we have to take break. It's a DOT law. Okay, sure. I need break. Yeah. If break, they go. In break, what you Comfortable. do? At break, what you do? I do pee. No, I do drink what? Oh, I check. yeah, you check the Check the tires, tires. lights, yeah, everything. Trailer. It called inside. circle check. Yeah, Yeah, cargo, everything I check. yeah, And to do my what I need, I do like my break time. yeah, When the next day I go comfortable. yeah. Thank you. So अब यो मन्टेनाको बाटोमा साथीले आज कतिको राम्रो कुदाउने हो के हो थाहा छैन मलाई अहिले त अब राम्रै कुदाइरहेछ होइन हिजो चाहिँ लास्टै डराइरहेको थियो सरी गाइस आजकल रुगा मार्गीले मलाई एकदम ग्रस्त पारेछ अनि खोकी लागिरहेछ सो राम्रै कुदाउँछ होला डु यु फिल कम्फर्टेबल नाउ विथ द सिट Yeah, it's good. more than good yesterday If I need, I can. Now I am good. Like 2 hours I go. Okay, Please reduce I am good. okay ल ठिक छ साथीले हिँड्न थाल्यो सो अब हामी मन्टेनामा परेछौँ अब बिहानै सोध्दै थियो मलाई साथीले बिहानै सोध्दै थियो कि कतिको टाढा टाढा टर्निङहरू आउँछ भनेर मैले आउँछ अब ड्राइभरहरू डराउनु हुँदैन कुदाउनु पर्छ चाहिँ भनेछ होइन
अब हेरौँ कतिको कोही साथीहरू चाहिँ होइन एकदमै बिस्तारी कुदा भन्नुपर्ने हुन्छन्, स्पिड हाक्न खोज्छन् होइन, हातमा गाडी आइसकेपछि। कोही साथी चाहिँ यसरी एकदमै डराउँछन्। अब एउटै भाषा भएको एउटै ल्याङ्ग्वेज बोल्ने साथीहरूसँग भने धेरै सजिलो हुन्छ, कुरा छिट्टो बुझ्छन् होइन। तर अब यसरी डिफ्रेन्ट भएकोसँग तीमाथि पनि अब अलिकति अङ्ग्रेजी कम भएकोहरूसँग चाहिँ गाह्रो हुन्छ उनीहरूलाई कुरा बुझाउनको लागि। अनि आफ्नो आफ्नो पाराले हिँड्छन् हो, पारा तात्तिन्छ घरिघरि त उनीहरूको पनि तात्तिन्छ, आफ्नो पनि तात्तिन्छ। किनभने अब गाडी हो नि त, केयरलेस हुनु हुँदैन, यत्रो लोड बोकेर हिँडेछ। त्यही पनि अहिले लिक्विड फ्लेमेबल हेजमेट बोकेर हिँडेछ क्या मैले यो समय। अनि सो त्यो कारणले गर्दा चाहिँ एकदम सेक्योर हुनुपर्छ, यत्रो मिस्टेक हुनु हुँदैन यो कुरामा। सो तीमाथि नयाँ ड्राइभर है, च्यालेन्जिङ मलाई छ। इज भेरी भेरी च्यालेन्जिङ विथ अ न्यू ड्राइभर गाइस होइन, हेजमेट बोक्नु चाहिँ। अब आई डोन्ट नो, लाइक मलाई त छ भने थियो, अब आधी बाटो आएर सोद्धा छैन भने अब म के भन्ने, देयर इज नो एनिथिङ आई क्यान से। अब मलाई पौडी गयो भने मैले मेरो सर्टिफिकेट देखाउने हो उसको टाइममा, आई डोन्ट नो। सो धेरै जस्तो कुरामा सरी धेरै जस्तो कुरामा चाहिँ ट्रकिङमा सुरुमा आउँदा धेरै डराउनुहुन्छ, कति त आँटिलो हुनुहुन्छ, आँटले कुदाइहाल्नुहुन्छ होइन। तर धेरै जस्तो मान्छे चाहिँ डराउँछन् फर्स्ट टाइममा, धेरै जस्तो मान्छेहरू चाहिँ डराउँछन् हजुरहरू कुदाउन। सो त्यो कारणले गर्दा एकदमै अब हामी सिकाउनेले ध्यान दिएर सिकाउँछौँ। म चाहिँ ध्यान दिएर सिकाउँछु, अब अरूले मलाई थाहा भएन। म चाहिँ उनीहरूलाई बसेर यसरी, अब मेरो ड्युटी अफ भयो तर म बसेर उसलाई चेक गरिरहेको छु कसरी कुदाउँछ, टर्निङहरू कतिको स्लो गरेर लिन्छ, टर्निङको स्पिडहरू हुन्छ तपाईँको, कर्भको कतिको फलो गर्छ, यो कुराहरू धेरै इम्पोर्टेन्ट छ गाडी लाइनमा चाहिँ। सो अब सँगसँगै ट्रेनिङ पनि दिने, उसले राम्रो गरेन भने उसलाई सिकाउने बताउने होइन, हरेक कुराहरू छ। सो म तपाईँलाई यो कुराहरू बताउँदै जानेछु हजुरहरू। हामी चाहिँ वासिङटन आइपुग्यौँ है, राति साथीले राम्रो कुदाउनै सकेन गाडी। अहिले चाहिँ हामी वासिङटन पस्यौँ, अब पुग्नु 61 माइल छ। मैले अहिले भर्खरै ब्रेक लिएर हिँडेको। यता चाहिँ यो सानो गाडी पस्ने क्षेत्रबाट हिँड्नु परिरहेछ, कारण उता ट्रकको पार्किङतिर चाहिँ लाइट बनाउँदै रहेछ, अनि त्यही भएर क्लोज गरेको रहेछ लेन। सो वासिङटन आइपुग्यौँ हामी, एकदमै बाटो I-5 मा छौँ, एकदम जाम छ। यहाँको चाहिँ 9 बज्यो, उताको चाहिँ अन्टारियोको चाहिँ हाम्रो अब घर भएको ठाउँको चाहिँ 12 बज्यो, 3 घन्टाको फरक छ। सो नयाँ साथीले आज पनि त्यस्तो राम्रो गाडी चलाउनु चाहिँ सक्दैन, राति एकदमै कम्ती कुदायो, जति कुदाउनु पर्थ्यो त्यति सकेन। अब नयाँ भएर होला, धेरै डराउने रहेछ। अब 2 सिप 3 सिपमा त उसको 8 हुनुपर्ने हो अब ट्रक चलाउनु, तर लास्टै टर्चेर रहेछ। सो त्यो कारणले गर्दा आफूले एकदमै नसुती कभर गर्नु परिरहेछ अहिले। सो गाह्रो भइरहेछ, ठिक छ, अब के गर्ने होइन। सो डेलिभरीमा पुग्न आँटे अब 1 घन्टामा लगभग पुग्छु। हामी चाहिँ अब यहाँ कम्पनीको छेउमा आइपुग्यौँ, लगभग 700 मिटर मात्रै छ। ठुलो कागज फ्याक्ट्री हो यो चाहिँ। अनि यहाँ चाहिँ हामीले लिक्विड केमिकल लिएर आएको खासै, हेजमेट लोड। सो हेर्नुहोस् कत्रो ठुलो कम्पनी छ यहाँ। मेरो को ड्राइभर पनि उठेको छ, नयाँ ड्राइभर। दिस इज द कम्पनी प्रो, big company, right? Yeah. You have a good sleep? Am I in that? No. No? No. Why?
Why no good sleep? बिहान 3:30 साथीलाई सुत्न पठाएको राम्रो सुत्दै छैन फोन नपोल्ने बोलै यस्तो भयो भने चाहिँ नयाँ ड्राइभरहरूले कृपया गरेर चाहिँ उनीहरूलाई सम्झाएर सुत्नु पठाउनु पर्छ त्यही हो यसले मलाई हत्तु बनाएको छ आजकल अब त्यही भएर सो यहाँ चाहिँ अब चिजहरू सेफ्टी भेस्टहरू लगाउनु पर्छ यहाँ चेक इन गर्ने ठाउँमा आइपुगेँ अब यो चेक इन गर्ने ठाउँमा चाहिँ मैले लोड पेपर रेडी गर्नुपर्छ किनभने उनीहरूले त्यहाँ हेर्छ है पेपर रेडी Can you put there, my friend? Teacher, ready भयो. Here, we take this bill of landing, load paper, and we go there always with safety vest, glass, shoes. We go, and after deliver, we have to ask them to sign in a bill of lading paper, and take picture and send to the company. नयाँलाई सिकाउँदैछु यहाँ सो अब हामी गयौँ त्यहाँनिर अब हामी चाहिँ यो अफिसको छेउमा गएर रोक्नुपर्छ हरेक कम्पनीको आफ्नो आफ्नो पोलिसी हुन्छ अनि उनीहरूले बोट राखेको हुन्छ त्यही फलो गर्नुपर्छ अब यहाँ चाहिँ लेफ्ट साइडपट्टि गाडी राखेर यहाँ जानुपर्छ हैन यहाँनिर चेक इन गर्ने उयो विन्डोमा Now we go to the dock. They give us a dock. We have to follow the instruction. The gate person, what he say, we need to follow the instruction. We go to the dock 8, so we there, dock 8, this road. Okay. So night driving is easy for you? Yeah, yesterday they have up and downhill. You know, uphill more like that. You afraid? Yeah, first time, yeah. I don't want to walk with you, you know. Sleep, I live. Yeah, it is a part of life, man. What to do? I hope now when the next thing, the one. Another week. Huh? Yeah? Yeah. Train. So thank you guys. हामी चाहिँ अनलोड गरेर अब अर्को लोकेसन पिकअपमा जानुपर्ने भयो फर्किने लोडको लागि सो थ्याङ्क यू सो मच फर वाचिङ है म नयाँ ड्राइभरसँगको मेरो यात्राको भिडियो हेर्नु भएको छ सो लाइक शेयर कमेन्ट गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला है धन्यवाद तपाईहरु सबैलाई